पुरै 0 पोइन्ट बेसाउनै गाह्रो हुन्छ अहिले बनाउनु पर्छ होइन त्यो भिजाउनु पर्यो नि त काटेर तलको भात कम खाँदा नि देखिरह कमै देखिरह वेलकम टु पार्क लेखे होमस्टे अनि गजबको छ छैन छैन बगान पहिला त रुखै रुख थियो यो रुखको आँप कम चोरियो स्कुलबाट आउने चोरिहाल्ने सरी है यो भिडियो हेर्नुहुन्छ भने हामीले पहिला आँप चोरेर खाएको थियौँ माफ गर्नु होला बेलुका आउँदा पनि जाँदाखेरि पनि ब्यागमा हालेर लान्थ्यो गुलियो हो नि यति बाटो पिच्न गरिदिएर हेर फाइनल्ली अब ऊ यता हो गाउँ त्यो पारी घरहरू देखिरहेको ठाउँमा हो ट्याक्क लाएर यहाँबाट छेक्यो यहाँबाट देखिन्छ है त यो चाहिँ अगाडिको चाहिँ पुरै 5 खाल बजार हो हाम्रो गाउँ चाहिँ ऊ त्यो पारी हो रातो टाइल हाम्रो सबैभन्दा पुरानो घर यस्तो सुन्दर छ ल
राजाहरू होला नि राजसी होला डेभिड बेकहम बेकहमको छोरा आज कस्तो रोयो यार अनि मस्त बाउ छोरा इन्जोय गर्दै थियो इङ्ल्यान्डले गोल हान्दा लास्टमा बेकहमको छोरो रोयो यार फाइनलमा होइन क्वार्टर फाइनलमा ह्यान्ड अफ द गड र गोल अफ द सेन्चुरी एकै दिन हो नि म्याडोनाले ल फाइनल्ली गाइजहरू आइपुग्यो